जय श्रीमन्नारायण। हामी कोठीको विषयमा जान्दैछौँ। हिजो पनि जान्यौँ हामीले यो तालु भागमा कोठी हुँदा कस्तो हुन्छ, निधारमा कोठी हुँदा कस्तो हुन्छ, दायाँपट्टि कस्तो हुन्छ, बायाँपट्टि कस्तो हुन्छ। विशेष गरेर छोरा मान्छे र छोरी मान्छेका लागि दाहिने भागमा भएको राम्रो र छोरी मान्छेका लागि देब्रे भागमा भएको राम्रो है। त्यस कारणले शुभ चाहिँ दाहिनेपट्टि हुँदा हुन्छ छोरा मान्छेलाई र छोरी मान्छेलाई देब्रेपट्टि हुँदा हुन्छ। छोरा मान्छे र छोरी मान्छे जब मिल्दछन् तब मात्रै पूर्ण बनिन्छन्, किनभने वामाङ्ग भनेर छोरी मान्छेलाई बताएको छ। त्यस कारणले पनि अब आज हामी जानौँ आँखी भाउ यहाँनिर कोठी हुँदा कस्तो हुन्छ है। दाहिनेपट्टि कोठी हुँदा सुखी, दाम्पत्य सुख पनि मिल्छ, जीवन शैली राम्रो हुन्छ र छोटो समयमा उसको विवाह हुन्छ। छिटै विवाह यानि कि परिवारमा अन्यभन्दा उसको विवाह अलि छिटो हुन्छ। र त्यसै गरेर देब्रेपट्टि भयो भने व्यवसाय, जागिर इत्यादि कार्यहरूमा उसले कुनै पनि कार्य गर्दाखेरि थोरै सङ्घर्ष गर्नुपर्ने हुन्छ। छोरा मान्छे र छोरी मान्छेको लागि मिलाएर बुझ्नु होला, अलि सङ्घर्ष गर्नुपर्ने हुन्छ। र दुवै यो आँखी भाउको बिचमा यहाँ कोठी छ भने त्यस्तो खालको व्यक्तिहरू चाहिँ नेतृत्व गर्न एकदम दक्ष हुन्छन् र उनीहरूले गरेका कार्यहरू पनि सफलता छिटै हासिल गर्छन् र विदेश यात्राहरू पनि त्यस्तो व्यक्तिहरूलाई प्राप्त भइरहन्छ। त्यसै गरेर आँखाको विषयमा आँखाभित्र पनि कसैको कोठी हुन्छ। दायाँ आँखामा कोठी हुँदाखेरि जीवन साथीसँग गहिरो प्रेम हुन्छ है। कसैको विवाह पश्चात अथवा विवाह अगाडि पनि प्रेम सम्बन्ध एकदम राम्रो हुन्छ। उनीहरूको दाहिने आँखामा कोठी हुन्छ, प्रेम सम्बन्ध गहिरो बनिन्छ उनीहरूको है। त्यसै गरेर बायाँ आँखामा, देब्रेपट्टिको आँखामा कोठी हुँदा मनमा अस्थिरता हुन्छ। मन कहिले पनि स्थिर भएर यो काम गर्छु भनेपछि त्यो गरिरहँदैन र चञ्चल मन पनि हुन्छ। आँखालाई सूर्य र चन्द्रको प्रतीक पनि मानेको छ। त्यसै गरेर आँखाको कुनामा यस्तो कुनामा कोठी हुँदा विपरीत लिङ्गीप्रति आकर्षण बढी बढ्छ। अब सामान्य कुरा हो विपरीत लिङ्गीप्रति आकर्षण बढ्नु, तर पनि यदि यस्तो कोठीहरू छन् भने चाहिँ अधिकतम सामान्यभन्दा धेरै त्यस्तो आकर्षण बढ्छ। र यस्ता आकर्षणका कारणले गरेर अब शुभप्रति छ भने त राम्रै पनि हुन्छ, तर अशुभ छोरा मान्छेको लागि देब्रे अथवा छोरी मान्छेको लागि दाहिने हो यस्ता भागमा छन् भने चाहिँ उनीहरूलाई त्यस कारणले गरेर फेरि सङ्कट पनि निम्ति आउन सक्छ। त्यसै गरेर अब नाकको टुप्पामा हिजो एकजना हाम्रो भाइले कमेन्ट गर्नुभएको थियो, नाकको टुप्पामा छ मेरो कोठी भन्नुभएको थियो। नाकको टुप्पामा कोठी हुँदा के हुन्छ? तीक्ष्ण बुद्धि तीक्ष्ण हुन्छ, सामान्य व्यक्तिको भन्दा अलिक छिटो बुद्धि चल्ने हुन्छ र बानी पनि कस्तो हुन्छ, छिट्टै रिसाउने हुन्छ है। यस्ता प्रकारका मान्छेहरूले दुःख अलि बढी पाउनुपर्छ, छिटो रिसाएपछि दुःख पाउनुपर्छ नि त। नाकको दाहिनेपट्टि कम मेहनतमा ठुलो सफलता हासिल गर्न सफल हुन्छन् यस्ता खालका व्यक्तिहरू। त्यसै गरेर देब्रेपट्टि जति सङ्घर्ष गरे पनि असफलता बढी उनीहरूले झेल्नुपर्ने हुन्छ। सङ्घर्ष धेरै आउँछ, उतार चढाव उनीहरूको जीवनमा बढी हुन्छ। हवस् त, धन्यवाद। हजुरहरू कमेन्ट गर्दै जानुहोला। बिस्तारै गरेर म शिरदेखि लिएर पाउसम्मको कोठीको फलहरू बताउँदै जानेछु। हवस् त, धन्यवाद।